So hello guys, welcome to my welcome back to my channel र आशा छ हजुरहरू एकदम सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु र गाइज हजुरहरूको धेरैभन्दा धेरै कमेन्टहरू आएको थियो अनि हजुरहरूले मलाई एकदम याद गर्नुभएको रहेछ, त्यसको लागि अनि हृदयदेखि धन्यवाद। अनि यस्तै सधैँभरि यस्तै सपोर्ट गरिदिनु होला अनि यस्तै माया देखाइदिनु होला अनि भनेर भन्नुहुन्थ्यो, तर के गर्नु, एउटा बहिनीको भ्युज त जम्मा 3टा आएको छ, एउटा बहिनीको भ्युज त जम्मा 3टा आएको छ। तर केही छैन गाइस, अनि भर्खर सुरु गरेको नि त, त्यही पनि हजुरहरूले एकदम साथ र सपोर्ट दिनुहुन्छ अनि मलाई एकदम धेरै आशा गरेको छु। अनि म चाहिँ हिजो अस्ति डेलीका डेली भ्लगहरू ल्याउँछु अनि भनेको थिएँ, तर म हिजो उता दिदीकोमा गएको थिएँ कि मेरो फुपी दिदीकोमा गएको थिएँ। अनि फुपू दिदीकोमा गएर अनि म चाहिँ अहिले आज लगभग घर कति बजी थियो भन्दाखेरि 4-5 यस्तै समथिङ भएको थियो कि म घर आउँदाखेरि। अनि म घर आएँ, म भनेको कति दिन बसेँ भन्दाखेरि शुक्रबार गएको थिएँ, म शुक्रबार साँझ बस्नु गएको थिएँ। अनि शुक्रबार अनि शनिबार त अब दिउँसोरी अनि राति बस्यो, अनि त्यसपछि फेरि सन्डे मतलब आज म घर आएँ। अनि 3 दिन जति ग्याप भयो होला, भ्लगहरू आएको थिएन नि त, अनि भ्लगहरू राख्नु पाएको थिएन कि, किन भन्दाखेरि अब म त उहाँ बनाउँछु भनेर सोचेको त थिएँ, अनि दिमागमा आएको थियो के बनाउने भनेर, अनि त्यही हो, तर सुट गर्न सकेन कि, किन भन्दाखेरि लाज लाग्यो गाइस, लाज। अनि सुट गर्न पनि सकेन, लाज लाग्यो, गर्नु पाइएन। अनि 3 दिनको ग्याप जति भयो, अनि भोलिदेखि म रेगुलर कन्टेन्टहरू राख्ने कोसिस गर्छु। सो हजुरहरूले माया देखाइदिनु होला, अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, अनि साथ र सपोर्ट देखाइदिनु होला। अनि हजुरको एक सपोर्टले नै हो क्या म माथि पुग्ने। तर अब सुरु भर्खर खोलेको च्यानल हो नि त, अनि त्यसमा अब धेरै भ्युजको त म अपेक्षा गर्दैन, किन भन्दाखेरि अब मलाई म त कुनै सेलिब्रिटी होइन के होइन नि त। अनि मेरो अब म त अब आफ्नो लाइफस्टाइलको बारेमा अनि यताउति अनि जे मेरो लाइफमा जे घटनाहरू घट्छ म हो त्यो देखाउने हो नि त मैले, अनि त्यो देखाउने हो। अब हजुरहरूले अब इन्ट्रेस्ट भयो अब हजुरले हेरिदिनुहुन्छ, अनि इन्ट्रेस्ट नहोला त हेरिदिनुहुन्न। अनि फेरि अब अर्को कुरा के भन्दाखेरि फोनको क्वालिटीको कुरा। अब फोनको क्वालिटीको कुरा गर्दाखेरि अब एन्ड्रोइड रेडमी कति हो कि मेरो फोन रियलमी हो हजुर, अनि ब्याक क्यामेराबाट बनाइरहेको नि त अहिले, अनि कस्तो अनि आएको अनि भन्छु यहाँ मैले हेरेँ, ब्याक क्यामेराबाट बनाएको छु नि त मैले, अनि हेर्न ब्याक क्यामेराबाट बनाएको छु, त्यसमा फेरि हल्का राम्रो देखिन्छन्। अनि अहिले चाहिँ म राति सुट गर्दैछु कि भिडियो, किन भन्दाखेरि लाइटले गर्दाखेरि गोरो देखिन्छु, गोरो देखिन्छ अनि क्वालिटी पनि राम्रो देखिन्छ क्या, अनि त्यही भएर रातिमा सुट गरेको। अब मैले अब आफ्नो बारेमा अनि त्यसपछि मेरो लाइफस्टाइल अनि मेरो दिनचर्याहरू मैले गाउँघरमा बसेर के गर्छु कसो गर्छु, अब त्यसमा हजुरहरू इन्ट्रेस्ट हुनुहुन्छ भने हेरिदिनुहुन्छ, अनि इन्ट्रेस्ट लाग्दैन भने हेर्नुहुन्न। मैले यो च्यानलमा फेरि के गरेँ होइन कि, अनि त्यस्तो खासै राम्रो कन्टेन्टहरू दिएको छैन नि त। अनि सुरु हो, अब बोल्न पनि कस्तो अर्कै क्यामेराको अगाडि बोलेर अक्वार्ड लाग्ने कि, अनि अक्वार्ड लागेर के बोल्ने भन्ने हुन्छ। एउटा टपिक राम्रोसँग बोलिन्छ, अनि त्यसपछि फेरि याद गर्नुपर्छ कि अब के बोल्ने भनेर,
अनि यस्तो तालले त अब हजुरहरूलाई एन्टरटेन त हुनुहुन्न। अब कि त हजुरहरू मेरो भिडियोलाई हेर्ने भनेको कि एन्टरटेनको लागि कि नलेजको लागि कि त अब मेरो लाइफस्टाइल कस्तो छ भनेर हेर्ने। अब त्यसमाथि अब मेरो लाइफस्टाइल त अब पुरै एकदम ब्रान्डेड उसमा त होइन नि त। अनि एकदम धनी रिच फ्यामिलीबाट त म होइन नि, म त एकदम सिम्पल साधारण फ्यामिलीबाट हो नि त। साधारण फ्यामिलीबाट हो म। अनि त्यही भएर हजुरहरूले साथ र सपोर्ट देखाइदिनु होला। अनि अब भर्खरै खोलेँ च्यानल, अनि त्यसपछि भिडियोहरू बनाएँ। अब बोल्दाखेरि अड्किने यताउति, अब के बनाउने भन्ने केही आइडिया नै छैन कि। जस्ट सुरु गर्ने भन्यो, अनि सुरु गरिदिएको क्या म फेरि। त्यही सुरु गरिदिएको, अनि अब जे त होला भन्ने छ। अब एक प्लेटफर्ममा आइसकेपछि त अब जे हो यसैलाई कन्टिन्यू गर्ने हो क्या, केही न केही त होला नि त। अनि अब युट्युबबाट मेन कुरो भनेको उद्देश्य हाम्रो के हुन्छ, एउटा त फेमस हुने होइन, अनि फेमस हुने हुन्छ, अर्को चाहिँ पैसा कमाउने। अब यदि दुइटै भएन भने पनि अब मलाई त केही न केही नलेज त हुन्छ नि युट्युबको बारेमा। अनि युट्युबको बारेमा अहिले फेरि मलाई खासै त्यति नलेज छैन क्या। अनि हल्का नलेज छ, हल्का युट्युबको बारेमा नलेजहरू त छ, तर भिडियो कसरी राख्ने अनि यताउति त जानिन्छ होला। कोही जन्मेदेखि अब पुरा जानेर त आएको हुन्न नि त। अनि मैले अब यो फिल्डमा इन्ट्री गरिसकेँ। अब मतलब यसलाई त अब पुरा लिएर खतमै गर्ने हो क्या, खतमै गरिदिने हो क्या। मतलब कि अब सुरु गरेर अन्तिम पनि गर्ने हो कि, सुरु गरेपछि अन्तिम बिचबाट छोडेर जाने होइन क्या। अब मतलब उताप चढाव भएर आउँछ नि त। अहिले कुनै टाइममा अब एकदम ऊ होला नि त, 0 भ्युज आउला, अनि त्यसपछि 1-2 भ्युज आउला, अनि 100मा भ्युजमा गएर अड्केला। अनि राम्रो भिडियोहरू बनाउँदा पनि अब 10-15मा गएर अड्केला अन्त। अनि एकदम डिमोटिभेट फिल होला। अनि हुन्छ त यात्रा अब गरिसकेपछि अनि त्यसलाई त खतम गर्नै परोस् कि त सुरु गर्दै नगर्ने। अनि सुरु गरिसकेपछि त्यसलाई खतमै गर्ने क्या, बिचबाट छोडेर नजाने। अब अधिकांश मान्छेहरूले त बिचमा छोडिदिन्छ नि त, डिमोटिभेट भएर यताउति गरेर बिचबाट छोडिदिन्छ नि त। तर मैले त्यस्तो नगर्ने क्या, सुरु गरेछु अनि त्यसलाई खतम त मैले गर्ने जाउँ क्या। चाहे अब त्यसबाट पैसा या फेमस नभए पनि केही न केही त इम्प्रुभ हुन्छ नि त। अब बोल्ने स्किलहरू, कम्युनिकेसन स्किलहरू बढ्ला। अनि त्यसपछि फेरि म नडराइकन कन्फिडेन्स साथ ढुक्कसँग अब जोसँग पनि बोलिदिन सकौँला नि त। अब एउटा टपिक दिए पनि त्यसको लागि यत्रै टपिकलाई यति लामोसम्म गरेर म एक दुई मिनटसम्म बोल्न सकौँ कि जहाँ गए पनि। अब मस्तै मान्छेका सामुन्ने होस् या 1-2टा मान्छेको सामुन्ने, त्यतिसम्म कन्फिडेन्ट बिल्ड गर्नु छ क्या मलाई। मतलब कि डरै नहुने कि, मस्तै भिडभाडमा पनि बोल्न सक्ने कि, मजाले बोल्न सक्ने। त्यस्तो कम्युनिकेसन स्किल भए पनि राम्रो हुन्छ कि, बेटर हुन्छ होइन। अनि त्यसबाट हामीले पैसा कमाउन नसके पनि केही न केही अनुभव त हुन्छ क्या। अनि मैले जहाँसम्म मलाई लाग्छ कि अब छोरो मान्छे भएपछि अब हामीलाई त त्यही अनुसारले ठुलो बनाएका हुन्छ नि त यो समाजहरूले। छोरो मान्छे भएपछि हरेक कुराको एक्सपिरियन्सहरू लिनुपर्छ अरे क्या। अनि म त बल्ल सुरुवाती छु नि त, मर्दासम्म केही नरहोस् के, अब हरेक कुराको एक्सपिरियन्स हुन त अब सकिँदैन होला, त्यही पनि धेरै जसो कुराको त एक्सपिरियन्स लिनुपर्छ क्या, हरेक कुराको, हरेक कुराको। त्यही हो गाइज। अनि मैले चाहिँ अहिले यो प्लेटफर्मलाई चुज गरेको छु। मैले त युट्युबर बन्ने त धेरै पहिल्यैदेखिको चाहना थियो क्या। मतलब कि अब ठुल्ठुला अब युट्युब क्रिएटरहरूलाई देखिन्थ्यो नि त युट्युबहरू हेर्दा। अनि त्यसपछि युट्युब हेर्दाखेरि तिनीहरूको लाइफस्टाइल अब त्यस्तै कुराहरूले धेरै इन्सपायर गर्छ नि त। अनि एकदम क्रिएटर भनेपछि त अनि इन्सपायर गर्छ नि त, यस्तो लाइफस्टाइल हुन्छ भनेर।
त्यसैबाट इन्सपायर भएको अनि त्यसपछि अहिले युट्युब क्रिएटर बन्ने, ब्लगर बन्ने। युट्युबमा पनि मैले धेरै धेरै च्यानलहरू बनाएको छु क्या। अनि धेरै कुराहरू हल्का धेरै त धेरै नलेज त छैन, त्यही पनि कता कति नलेजहरू छ। ठुल्ठुला क्रिएटरको भिडियोहरू हेर्ने अनि यताउति गर्दाखेरि हल्का नलेज त भएको छ। अनि त्यही नलेजलाई युज गरेर मैले अहिले यत्तिकोसम्म गर्न सकेको छु। अनि त्यही पनि अब हजुरहरूको साथ र सपोर्ट बिना अब त त्यो हुँदैन नि त। त्यही भएर हजुरहरूले साथ र सपोर्ट देखाइदिनु होला, माया देखाइदिनु होला। म पनि अब हजुरहरूलाई एकदम इन्टरटेन अनि प्लस अब मेरो लाइफस्टाइल अनि त्यसपछि कसरी चेन्ज गर्ने भन्ने, आफ्नो लाइफलाई कसरी चेन्ज गर्ने मैसँग हजुरहरूले पनि चेन्ज गर्न सक्नुहुन्छ है। अन्त म अब त्यस्तो खाले भिडियोहरू पनि ल्याउन सक्छु। अनि आफ्नो दिनचर्याहरू पनि भन्न सक्छु। अनि गाउँतिरको लाइफस्टाइल कस्तो हुन्छ कम्पेयर टु क्या सहर बजारतिरको क्या हो, त्यो खाले भिडियोहरू पनि आउन सक्छ। अनि प्लस सर्ट्सहरूमा यस्तै कमेडीहरू भिडियो पनि मैले स्क्रिप्टहरू त लेख्छु क्या, हल्का फुल्का त लेखेको छु। अनि त्यही हो, पछि यिनी भिडियोहरू पनि आउन सक्छ। गर्नुपर्छ मेहनत त अब मेहनत नगरिकन के हुन्छ र गाइस, होइन मेहनत गर्नुपर्छ क्या। मेहनत प्लस दिमाग लगाउनु पर्यो प्लस राम्रो काम गर्नु पर्यो, यति भएपछि सक्सेस भइन्छ होला क्या। अनि त्यसलाई त्यो कामलाई निरन्तरता दिन पर्यो क्या। आज सक्सेस नभइएला, भोलि सक्सेस नभइएला, 1 वर्ष लाग्ला, 2 वर्ष लाग्ला, 3 वर्ष लाग्ला। त्यसबाट अब आफूले गरेका गल्तीहरू अनि आफूले गरेको भोगाइ अनुभव एक्सपिरियन्सहरूबाट त हामीले धेरै कुराहरू सिकिन्छ। अनि त्यही कामलाई गर्दै 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 जाँदा हाम्रो गल्तीहरू पनि थाहा हुन्छ नि त, हामीले कहाँनिर गल्ती गरेको थियौँ अनि के गर्दाखेरि के हुन्छ, के गर्दाखेरि के हुन्छ, अब आउने चुनौतीहरू के छन् त्यसको बारेमा थाहा हुन्छ क्या। अनि त्यसको बारेमा थाहा भइसकेपछि बल्ल त भने होइन, गल्ती सुधार्दै जाने। अनि त्यसपछि अनि गल्तीहरू सुधारिसकेपछि बिस्तारै बिस्तारै भइन्छ कि सक्सेस एक न एक दिन भइन्छ कि एउटै कामलाई निरन्तरता दिँदै 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 जाने सक्सेस भइन्छ क्या। त्यसमा अब भाग्यको पनि हल्का हल्का हात हुन्छ अनि आफ्नो मेहनत हुन्छ अनि आफ्नो दिमाग हुन्छ, यत्तिको हुने हो नि त। अनि त्यसपछि धैर्यता भन्ने पनि हुन्छ क्या, प्रतीक्षाको फल मिठो भन्छ नि त, हो त्यही पनि हो क्या। मतलब आफूले मेहनत गर्दै जाने अनि मेहनत गरिसकेपछि त्यो फल एक न एक दिन त पक्का फल्छ नि त, होइन। मैले यसमा एकदम मेहनत गर्छु गाइस, जे हुन्छ हुन्छ कि एकदम मेहनत गरिदिने हो क्या, कन्टिन्यू गर्ने हो। सो गाइस, हजुरहरूको सल्लाह सुझावहरू के छ त कमेन्ट सेक्सनमा भन्नु होला। अनि राम्रो कमेन्टहरू गरिदिनु होला। अनि हजुरको भाइ नै हो, एकदम सपोर्ट गरिदिनु होला, माया देखाइदिनु होला। सो गाइस, त्यही हो, मैले अब यो च्यानलमा अब कन्टिन्यू गर्छु। अब यसरी त भएन नि त, कहिले गर्ने भनेर। मतलब अब बिस्तारै इम्प्रुभ होला नि त। अब लाज पनि हट्दै जाला, मान्छेको सामुन्ने बोल्न पनि सकिएला नि त कुनै न कुनै टपिकमा। त्यही हो। अनि आजको लागि भिडियो यति नै। अनि हजुरलाई भिडियो मन पर्यो भने भिडियोलाई लाइक अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि यदि च्यानल सब्सक्राइब गरिसक्नु भएको छ भने त्यसको लागि पनि हृदयदेखि धेरै धेरै धेरैभन्दा धेरै धन्यवाद। मलाई 1 भ्युज आए पनि धेरै खुसी लाग्छ कि आफै सेयर नगरिकन केही न, त्यो 0भन्दा 1 भ्युजले पनि लास्टै खुसी दिन्छ क्या। कोही न कोही एकले त हेर्छ नि त, हेऱ्यो नि त मेरो भिडियो, त्यो पनि खुसी लाग्छ कि गाइज। त्यही हो गाइज। अनि हजुरहरूले हेरिदिनु होला, माया गरिदिनु होला। अनि त्यसपछि आजको लागि भिडियो यति नै। भिडियो के कस्तो लाग्यो, भिडियो यदि राम्रो लाग्यो भने भिडियोलाई लाइक अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला। यदि गरिसक्नु भएको छ भने त्यसको लागि पनि धेरै धेरै धन्यवाद। अनि भेटौँला अर्को नयाँ भिडियोमा, त्यतिन्जेल मलाई बिदा दिनुहोस्। बाई बाई गाइस।